गाइस स्वागत छ तपाईलाई मेरो मिनी ब्लगमा र आज यो कति बजेको छ 3 बजेको छ र यहाँ बत्ती गएको छ त्यस कारणले गर्दा मिनी ब्लग बनाउँदै छु। मिनी ब्लगमा तपाई सबैजना साथ दिनु होला भन्दै म ठक्क गर्छु। हाम्रो मम्मीजी उठ्नु भएको छ, सुतेर उठ्नु भएको छ। हाम्रो बाबा उठ्नु भएको छ, उहाँ आफ्नो काममा जाँदै हुनुहुन्छ। बाख्रालाई अब के यहाँ आएको छ हाम्रो सानो पुन्टु राजा हेर्न सक्नुहुन्छ हजुरले। अर्को ठुलो पुन्टु पनि आएको छ। यहाँ होला यहाँ हाम्रो चिनी पिन्टु उहाँलाई पनि सास बोलिन बिर्सिनु होला ल धन्यवाद। पुन्टु राजाले हेर्दै हुनुहुन्छ यहाँ पुन्टु राजा हेलो भनिदिनुहोस् पुन्टु हेलो भन्नुहोस् हेलो। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो बाख्रो यो करा गरेको थियो यो करा गरेको नि बाख्रो एकछिन चुप लाग्दैन। हेर्नुहोस् गाइस एकछिन चुप लाग्दैन, बिहा गरे एकछिन शान्त हुनु देख्न सक्नुहुन्छ। यहाँ यो बाख्रो यो अर्को ठुलो बाख्रो बोको बाख्रो, त्यसपछि यो अर्को सानो बाख्रो, दुईटा बाख्रो चाहिँ हत्ते भइरहे। यो बाख्रोलाई के गर्न सक्दैन। त्यसपछि लागेर अब देख्न सक्नुहुन्छ कि यो बाख्रो त्यस्तै छ। बाख्रा अब भइरहेछ। यो ठुलो हेर्दा यो ठुलोको पनि यो यस्तै चल्छ, दिन बितेको थाहा नै हुँदैन गाइस। पुन्टुले फेरि मलाई बोलाएको छ गाइस, हाम्रो पुन्टुले के भयो पुन्टु।